सम्पूर्णमा मेरो नमस्कार। आज हामी चाहिँ यस थपाङ गाउँपालिकाबाट हामी चाहिँ फिल्ड जाँदैछौँ। फिल्ड जाने क्रममा चाहिँ आज बाटो ब्लक भएर यस्तो भइरहेछ, कसरी जाने हामी पुरै चिन्तामा छौँ। लगभग कम्तीमा 6 घण्टाको ब्लक बाटोमा चाहिँ हामी बसिरहेछौँ। मान्छेहरू पुरा यति लाइन लागेर बसिरहेछन्। हेलो सम्पूर्णमा नमस्कार। म युवराज बेलवासी थपाङ गाउँपालिकाको प्राविधिक हो। अहिले हामी मिरुल वडा नम्बर 3 खानीबानीको चाहिँ हामी पाइपलाइनहरू बिपिडीहरू नाप्न गइरहेका थियौँ। बिहानै 4 घण्टा भयो, लगभग 4-5 घन्टै भयो क्या। अहिले यो पहिरो यो खानीबानी घुम्तीमा धेरै पहिरो बसेर एउटा मिसिन मात्रै चलाएर अहिलेसम्म पनि अब कुनै छाटकाट छैन। यता हेर्नु सक्नुहुन्छ त्यो नाइट गाडी, हिजो जुनबाट दामी दामी गाडी हो, त्यो घोराइ जाने गाडी हो, नाइट गाडी पनि। हामी अहिले मिरुल गइरहेका थियौँ, जाममा परेका छौँ भाइ, पहिरो खसेर। हेलो गाइज, सम्पूर्णमा नमस्कार। म शरद मगर, थपाङ गाउँपालिकाको प्राविधिक। अहिले चाहिँ बाटो पूर्ण रूपमा जाम भएको छ। यो शहीद मार्ग हो। हामी चाहिँ जाममा परेर करिब 2-3 घण्टा भयो यो जाममा बसिरहेका छौँ। हामी चाहिँ सम्पूर्ण हाम्रो थपाङ गाउँपालिकाका टोली छौँ। देखिरहनु भएको छ, जाम अब केही समयपछि खुल्छ। बाटो साइली मैले थपाङ जाने बाटो। दामी भइरह हामी भर्खरै निर्माण भएको बाटोतिर लागेको। गाई के गर्नु, एक ठाउँमा राम्रो भएर के गर्नु, फेरि चिप्लो बाटो आइसक्यो। बाटोको अवस्था शहीद मार्ग हेर्नु देख्न सक्नुहुन्छ। यो रोल्पाको शहीद मार्ग हो। देख्न सक्नुहुन्छ यो रोल्पाको शहीद मार्ग हो। यो रोल्पाको विकास हेर्नुहोस्, यो जनयुद्ध सुरु भएको विकास ठाउँ हो यो रोल्पामा देख्न सक्नुहुन्छ यो विकास कस्तो छ।